गाइस वेलकम ब्याक टु अर्को ब्लग। अनि हामी चाहिँ सैलुङ जाँदैछौँ। अरे 12 बजीतिर निस्केको, अहिले 1:15 भयो। अनि मेरो डोलाघाट सबै खाजा जाँदैछौँ। हुँदैछ यहाँ सेकेन्ड ट्रिप। सो यहाँबाट 2-3 घन्टा 2 घन्टा जति लाग्ला आज। अरे खाजा खाएर निस्किँदामै तपाईँ सी गाइस अन्त तपाईँ गाइस 3:15 भयो र 12 बजी 1:15 डोलालघाट पौने 2 भनेपछि लगभग 1-1.5 घन्टा लाग्यो डोलालघाटबाट पुग्ने। हामी चाहिँ पुगेका छौँ। अब यहाँबाट 20-21 किलोमिटर बाँकी छ सैलुङ। सो त्यहाँ पुगेर भेटौँला है त हामी। हामी चाहिँ मुडेबाट हिँड्यौँ। अब सैलुङ यहाँबाट 20 किलोमिटर्स छ। अनि बाटो चाहिँ अलिअलि भिजै छ अरे। अनि त्यसपछि चाहिँ हल्का अफरोड छ भन्नुभएको छ। लेट सी है त। अब हामी सिधै सैलुङ पुगेर भेट्दा भएन ल गाइस हामी चाहिँ सैलुङ पुगिसक्यौँ। 4 बजीतिर पुगेको अहिले 4:15 भयो। अनि होटेलहरू लास्टै प्याक रहेछ। खासै यता बुक गरेको छैन। चौधरी दिस सैलुङ चिनारी डम्फु होटेल एन्ड लज रे। प्याकेजको चाहिँ 1500 छ। एउटा रुममा 4 जना अट्छ अरे। सो हामीले चाहिँ रुमै लियौँ। खासमा 2टा बेड छ, 2 जना मात्र बस्ने भनेर। अनि एउटा रुमको 2500 पे गऱ्यौँ। अनि यताबाट अब हामी चाहिँ इन्ट्री गर्छौँ। बाइकहरू यहीँ छ। सो लेट्स गो है त गाइज। अब सी यु टुमरो। हामी चाहिँ होटेल तल छ, एक्सप्लोर गर्न आइसक्यौँ है। सो के छ त, के छ हालखबर? चिसो छ है। खै बाफ नै आएन अहिले फेरि। सो जाँदैछौँ हामी चाहिँ। एकछिन माथिको डाँडा पुगेर आउँछौँ। सी गाइज यता हामी चाहिँ मिनी ग्रेट वाल चढ्दैछौँ। Look at this view. बिहानको 4:45 भयो। हामी चाहिँ होटेलबाट अब माथि सैलुङ डाँडातिर जाँदैछौँ है गाइजहरू। कोही उठेको छैन, हामी 3 जना मात्र उठेर हिँडिरहेको छौँ। बाघ पनि आउँछ भन्नु। बाघ आउँछ अरे माथि बाघ। हामी चाहिँ हिँडिरहेको छौँ 3 जना है। चिसै छ। अनि चट्टलाहरू सनराइज हेर्ने हो गाइजहरू। अहिले सनराइज भ्यू देखाउँछ है। अहिले त अँध्यारो छ, के देखाउनु गाइजहरूलाई। हिमाल चाहिँ एउटा कडा देखिरहेछ। सी गाइज माथि। सो है गाइज कति भयो, 15 मिनट जति भयो हामी तल हिँडेको। ग्रेट वाल सक्यो। हामी चाहिँ जङ्गलको बाटो छिर्यौँ है। अब आधी घन्टा जति लाग्ला अझै। बाटो ठिकै छ। सो लेट्स मुभ अन। सनराइज भ्याउनुपर्छ आज। सी गाइज हामी लगभग कति हिँड्यौँ है? 16 मिनट जति हिँड्यौँ। अनि एउटा पोइन्ट छ यता महादेव गुफा, यता सैलुङ। 40 मिनट ल्याएछ। आधी घन्टा जतिमा पुगिएला कि। ओके दिस इज डाँफेढुङ्गा है गाइज। अँध्यारोमा देखाएको छैन होला। सो लेट्स किप मुभिङ अन है त। अँध्यारै छ। माथि सनराइज भ्याउने गरी जाने हिसाबले जानु लाग्यो। आधी घन्टामा हामी चाहिँ यहाँ भीमसेनको तरवार, जय भीमसेन। यो चाहिँ भीमसेनको तरवार हो अरे है। अनि सैलुङ भ्यू टावर चाहिँ यहाँ छ माथि। प्रोबेबली 20 more minutes. And here are the view of mountains. यस्तो दामी देखिरहेछ जुन क्यामेरामा चाहिँ देखिँदैन। सो हामी 3 जना जस्तो छ, अरू गएनन् जस्तो लाग्यो। सो लेट्स मुभ अन है त।
टेस्ट लाग्यो ओइ सनराइज चाहिँ हुनै लाग्छ है गाइज ठ्याक्क ठिक टाइममा आइपुग्यौँ हामी सो अलिक गएर बसौँ अब गाइज कस्तो दामी देखेको यार गाइज सनराइज भइसक्यो है 6:30 बजीतिर भयो बल्ल तर खतरा भयो सनराइज अनि यहाँ हामी यहाँ देख्न सक्छौँ हाम्रो प्यारो प्यारो हिमाल साथीहरू जो अब हामी एकछिन डुल्छौँ है त गाइज अ लट अफ पिपुल त्यो बोतलको त्यो लिनु पर्यो नि पर्दैन म मान्छे चाहिँ कति हो हेर हाम्रो प्यारो प्यारो हिमालहरू गाइजहरू मान्छेहरूले गर्दा हिमाल देखेको छैन अनि हाम्रो जुन छ जुन हिमालहरू छ गाइज हामी चाहिँ सैलुङ डाँडामा छौँ सनराइज हेऱ्यौँ माथि पनि घुम्यौँ है चिया खाएर निस्क्यौँ यता अर्को डाँडामा आइपुगेका छौँ हामी सो माथि चाहिँ लास्टै नै भिड छ लास्टै नै अति भिड छ यार सो हामी चाहिँ यता आयौँ यता चाहिँ खासै कोही छैन लास्टै भिड छ त्यहाँ माथि चाहिँ अनि यहाँ चाहिँ सनराइज हियर आर द माउन्टेन्स क्यामेरामा देखाएन होला तर आँखाले अति बवाल देखिरहेछ सो एकछिन बस्छौँ गाइज यो गाइज 7:30 भयो हामी चाहिँ हिँड्यौँ चट्ट लाएर यो चाहिँ सैलुङ डाँडा हो है अनि यहाँ 100वटा डाँडा रहेछ अनि हामी चाहिँ यहाँ छौँ म चाहिँ यहाँ छु सो लेट्स गो तल अब तल गएर ब्रेकफास्ट गरेर अनि हामी त्यसपछि यहाँबाट दोलखा भीमसेनको लागि निस्किन्छौँ सी गाइज हामी चाहिँ सैलुङबाट झरिसक्यौँ है सैलुङ माथि छ हामी चाहिँ अब महादेव गुफा एक्सप्लोर गर्दैछौँ केटाहरू जाँदैछन् महादेव गुफा जाँदैछौँ त्यो धेरै तल छ कि क्या हो जाउँ है त त्यहाँ पुगेर भेटौँला हामी चाहिँ महादेव गुफा पुग्यौँ है अलिक तलै झर्नु पर्दो रहेछ माथि रहेछ महादेव गुफा यो मुलाईलाई गाह्रो भइसक्यो ल भिड रहेछ यहाँ पनि सैलुङभन्दा यहाँ भिड छ या राइट यस्तो छ